स्टक एनालाइसिसको यस भिडियोमा चाहिँ हामी लक्ष्मी सनराइज बैंक लिमिटेड र आदि जलविद्युत कम्पनी लिमिटेडको एनालाइसिस गर्नेछौँ र यसमा चाहिँ सर्वप्रथम हामी लक्ष्मी सनराइज बैंक लिमिटेडको एनालाइसिस गर्नेछौँ। यो स्टकको चार्टमा हेर्छौँ भने प्राइसले चाहिँ यो 222 को जोनतिर चाहिँ रेजिस्टेन्स लिएको थियो भने त्यसपछि केही समय करेक्सन भएको यो स्टकको प्राइस चाहिँ यो रेन्जको ब्रेकआउट गरेर चाहिँ अहिले बढेको छ र प्राइसले चाहिँ 240 को जोनतिर चाहिँ रेजिस्टेन्स फेस गरिरहेको छ। अहिलेको लागि यो स्टकमा स्ट्रङ सपोर्ट र रेजिस्टेन्सको जोनहरूको कुरा गर्ने हो भने 222 को लेभलमा चाहिँ पहिलो र स्ट्रङ सपोर्टको जोन रहेको छ। त्यस्तै गरी 212 को लेभलतिर चाहिँ दोस्रो सपोर्टको जोन रहेको छ। रेजिस्टेन्सको कुरा गर्ने हो भने 240 को लेभलमा चाहिँ अहिलेका लागि स्ट्रङ रेजिस्टेन्सको जोन रहेको छ। यदि तपाईहरुले चाहिँ यो स्टकलाई अहिले बाइङ गरिसक्नु भएको छ भने यो स्टकको प्राइस 222 को यो जोनभन्दा माथितिर नै सस्टेन गर्छ भने त्यस्तो अवस्थामा चाहिँ हामी यो स्टकलाई होल्ड पनि गर्न सक्छौं। साथै यसमा नयाँ बाइङ गर्न चाहने हो भने यो स्टकको प्राइस चाहिँ केही समय साइडवेज रहन्छ अथवा करेक्सन भएर यो 222 को जोनतिर आउँछ भने त्यस्तो अवस्थामा चाहिँ हामी यो स्टकलाई नयाँ बाइङका लागि पनि हेर्न सक्छौं। र यदि प्राइस चाहिँ यो सपोर्टको जोनतिरबाट बढ्न सुरु गर्छ भने 240 को लेभलमा चाहिँ पहिलो टार्गेट रहनेछ। त्यस्तै गरी 260 को लेभलमा चाहिँ दोस्रो टार्गेटको जोन रहनेछ। त्यस्तै गरी हाम्रो अर्को स्टक रहेको छ राजदुई विद्युत कम्पनी लिमिटेड। यो स्टकको चार्टमा हेर्छौं भने 708 को लेभलतिर यो स्टक आएको थियो भने त्यसपछिको समयमा यो स्टकको प्राइस बढ्दै गएर चाहिँ अहिले यसले अल टाइम हाई पनि ब्रेक गरिसकेको छ र अबको लागि यो स्टकमा सपोर्ट र रेजिस्टेन्सको कुरा गर्ने हो भने 876 को लेभलमा चाहिँ पहिलो सपोर्टको जोन रहेको छ। त्यस्तै गरी 824 को लेभलतिर चाहिँ दोस्रो सपोर्टको जोन रहेको छ। त्यस्तै गरी रेजिस्टेन्सको कुरा गर्ने हो भने 1000 को लेभलमा चाहिँ यो स्टकका लागि चाहिँ रेजिस्टेन्सको जोन रहेको छ। यदि तपाईहरुले चाहिँ अहिले यो स्टकलाई बाइङ गरिसक्नु भएको छ भने यो स्टकको प्राइस चाहिँ 824 को यो जोन भन्दा माथि नै रहेसम्म यो स्टकलाई होल्ड पनि गर्न सकिनेछ। यदि यसमा चाहिँ नयाँ बाइङ गर्न चाहने हो भने प्राइस अहिले रहेको जोन अर्थात 897 को यो जोनतिर नै यो स्टकलाई बाइङका लागि हेर्न सकिनेछ। यसमा टार्गेटको कुरा गर्ने हो भने 1000 को लेभलमा चाहिँ यो स्टकका लागि टार्गेटको जोन रहनेछ। हस्त स्टक एनालाइसिसको भिडियो यति नै। हाम्रो यो भिडियोलाई चाहिँ रेफरेन्सको रूपमा युज गर्दै आफूले पनि थप अध्ययन गरेर चाहिँ ट्रेडिङ डिसिजनहरु गर्नु होला। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।